ल अब सबै काम सक्यो। अबको 50 मिनेटमा प्लेन उड्छ। हजुरले आफ्नो छोरासँग भेट्न हतार भइसक्यो होला है आमा? आमा चिया पिउनु न। दाइ हजुर, एक कप चिया गरिदिनुस् न। हस्। तिमी पनि पिउ न। मलाई मन छैन आमा। आमा हजुरभन्दा बढी त हजुरको छोरा आफिसक्नु भएको छ। इ फोन आइसक्यो। एकैछिन है आमा। हेलो आमा, कालो चिया कि दुध चिया? एउटा कालो चिया गरिदिनुस्। चिनी चाहिँ अलि थोरै राख्नुस् है बाबु। लिनुहोस् आमा। के हेर्नु भएको बाबु? हजुरमा त आफ्नै आमाको अनुहार देखे आमा। आमा, हराइरहनु भएको छ त। हजुर बाबु, कहाँ जान लाग्नुभयो? जाने चाहिँ अमेरिका हो बाबु। छोरा चाहिँ अस्ति गइसक्यो। बुहारी चाहिँ मलाई लिएर जानको लागि पर्खेर बसेकी। भनेपछि आमा पनि विदेशी नै लाग्नुभयो। के गर्नु बाबु, जहाँ सन्तान हुन्छ त्यही हाम्रो घर हुँदो रहेछ। ठिकै छ आमा, जे भए पनि बुढेसकालमा सुख त हुने भयो नि, होइन र? बाबु, चियाको पैसा कति भयो? आमा पनि पर्दैन आमा। आमा, हजुर बाबु। एउटा कुरा भनौँ, अमेरिका जाने प्लेन त अघि नै उडिसक्यो। जाने बेलामा आशीर्वाद पनि